नुवाकोट जिल्लाको पूर्वी उत्तरी भागमा 49.09 वर्ग किमीमा फैलिएको गाउँपालिका हो सूर्यगढी। हरियाली डाँडाकाँडा र वनजङ्गलले भरिपूर्ण यस गाउँपालिकामा अझै पनि 70% घरधुरीमा बसोबास गर्ने मानिसहरू आगोमा खाना पकाउने धुवाँ धुलोमा आफ्नो दैनिकी गरिरहेको देख्न सकिन्छ। यसै परिवेशलाई मध्यनजर गरेर स्वास्थ्य तथा सरसफाइ शाखाले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइरहेको छ। त्यसैले हरेक वर्ष मनाइने क्षयरोग दिवस पनि हामी क्षयरोग अन्त्य गर्छौं राष्ट्रिय अभियान हाम्रो योगदान भन्ने नाराको साथै सूर्यगढी गाउँपालिकाको कार्यालय परिसरबाट चोगते बजार परिक्रमा गरी प्रभात र्याली सम्पन्न गरियो। यसै प्रभात र्यालीमा बाहेश्वरी माविका शिक्षक र विद्यार्थी भाइ बहिनी, स्वास्थ्य स्वयंसेविका साथै यसै गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मी, स्वास्थ्य शाखामा कार्यरत सर र मिस र नगर प्रहरीहरूको उपस्थितिमा कार्यक्रम समापन गरियो। सुन्दा सामान्य लागे तापनि क्षयरोगको बेलैमा उपचार नगर्दा दैनिकी सयौं सङ्ख्यामा मानिसहरूको मृत्यु भइरहेको छ। एकछिन पर्खनु है त। अब हाम्रो दैनिकीमा काम लाग्ने क्षयरोग अर्थात् टिबीको बारेमा तपाईहरूलाई छोटो जानकारी दिन्छौँ। क्षयरोग विश्वभरि लाखौँमा असर गर्ने तर रोकथाम गर्न सकिने र निको हुने रोग हो। यसले मुख्यतया फोक्सोमा असर गर्दछ। यो माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको कारणले सङ्क्रमित व्यक्तिले खोक्दा हाछ्यौँ गर्दा हावाबाट फैलिन्छ। क्षयरोगका सबैभन्दा सामान्य लक्षणहरू 2 हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, छाती दुख्नु, थकान महसुस हुनु, तौल घट्नु, राति पसिना आउनु र ज्वरो आउनु जस्ता हुन्छ। यस्तो हुँदैमा आत्तिनु चाहिँ पर्दैन। अब हामी रोकथामतिर लागौँ न त। टिबी अर्थात् क्षयरोग तपाईँ हामी मध्ये जो कोहीलाई लाग्न सक्छ। हामी यसलाई जितेर अगाडि बढ्न सकिन्छ। सुन्नुहोस् है त के गरेर टिबीलाई जित्न सकिन्छ। हामी तपाईहरूलाई छोटकरीमा सुनाउँछौँ। उपचार हुँदा स्वास्थ्य संस्थामा टोल चौतारामा यसको बारेमा खुलेर बहस गर्ने। 6 महिना धैर्यता चाहिन्छ। डाक्टर र स्वास्थ्य कर्मीले दिएको औषधि र पौष्टिक आहारले टिबीलाई बिदाई गर्न सकिन्छ। हाम्रो घर वरपरका क्षयरोगका बिरामीलाई माया, हौसला र सहयोग गर्नुपर्दछ। स्वास्थ्यमा केही समस्या आए नजिकैको स्वास्थ्य संस्थामा गएर परामर्श लिनु पर्दछ। हामीले तपाईहरूलाई क्षयरोगको बारेमा सानो प्रस्तुतिकरण देखायौँ। यसको बारेमा तपाईहरूलाई अझै धेरै बुझ्न मन लागे सूर्यगढी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी जसमा लच्याङ स्वास्थ्य चौकी, कुवापानी आधारभूत स्वास्थ्य केन्द्र, बागेश्वरी स्वास्थ्य चौकी, हल्दे कालिका र गढस्थान स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीहरूसँग सजिलै सल्लाह र सुझाव लेख्न सक्नुहुन्छ। स्वास्थ्य चौकी आउन सक्नुहुन्न भने तपाईहरूको गाउँठाउँमा खटिनु भएको महिला स्वास्थ्य स्वयंसेविकाबाट पनि परामर्श लिन सकिन्छ। हामीले तपाईहरूलाई यसै गाउँपालिकाको वस्तुस्थिति देखाएर समुदायमा जनचेतना फैलाउने कोसिस गर्यौँ। अब यसको बारेमा तपाईहरूले आफ्नो ठाउँबाट रोकथामलाई सक्दो भूमिका खेल्नुहुन्छ भन्ने पूर्ण आशा लिएका छौँ। यस्तै समुदायमा क्षयरोगको बारेमा विद्यार्थी र स्वास्थ्य कर्मीको उपस्थितिमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुभएकोमा सूर्यगढी गाउँपालिका अन्तर्गत स्वास्थ्य तथा सरसफाइ शाखालाई धन्यवाद। साथै स्वास्थ्य कर्मी विद्यार्थी भाइ बहिनीहरूलाई विशेष धन्यवाद। हो हामी क्षयरोग अन्त्य गर्छौँ।